हेलो गुड मर्निङ अनि नमस्ते सेवारो। अहिले चाहिँ म तपाईहरु हाम्रो आफ्नै है म चाहिँ यहाँ छु अनि अहिले चाहिँ हामी यो चितलाङ भन्ने ठाउँमा आएका छौँ। अनि यो चाहिँ एउटा मनाङको दोस्रो रूप समथिङ त्यस्तै टाइपले बनाएको रहेछ। सो एकदमै दामी छ है यहाँको भाइब्स चाहिँ। अनि हाम्रो दाइ पनि हुनुहुन्छ त, हेरिदिनु पर्यो दाइ। दाइ हुनुहुन्छ। अनि यो चाहिँ हाम्रो स्याउघारी दाइको है, यो सबै प्रपर्टी चाहिँ दाइको हो। दाइको यो सबै स्याउहरू यहाँको बगानहरू चाहिँ होइन। त्यही भएर यहाँ हामीलाई चिन्न आउँछ, फेरि जे गर्नु नि मिल्छ क्या। तपाईँहरू आउनुहुन्छ भने फेरि टिकट फ्री भिजामा फेरि घुम्न खाना बस्न सुत्नको व्यवस्था हाम्रो दाइले मिलाइदिनुहुन्छ। अनि म चाहिँ यहाँनिर छु फेरि है। फिलहाल अहिले चाहिँ हामी यो चितलाङमा छौँ। अनि यो चाहिँ एकदमै राम्रो छ, चन्द्रगिरीको नजिकै रहेछ। अनि अहिले मकवानपुर जिल्लामा छौँ। सो दामी छ, बन्दैछ अझै होइन। अब हेरौँ बनिसकेपछि झन् के होला। यस्तो छ भाइब्स यहाँको चाहिँ होइन। बाटोहरू बन्दैछ। यो स्याउबारी चाहिँ हाम्रो सबै स्याउ हो कि नस्पति हो दाइ? हो स्याउ हो। ल है त ल, यस्तो छ है अवस्था। हजुरहरूलाई चाहिँ फेरि पनि यो चाहिँ अलिअलि क्लिपहरू तपाईँहरूलाई यसो देखाउँदैछु। अनि अहिले हामी चाहिँ यहाँनिर छौँ, एकदम बबाल चाहिँ। अनि सो अब तपाईँहरूलाई चाहिँ यदि चितलाङ आउने इच्छा गर्दै हुनुहुन्छ भने चितलाङ चाहिँ आउनुहोस्, एकदम रमाइलो छ। अझै बन्दैछ होइन। अझै यो स्याउ फल्ने बेला आयो भने झन् राम्रो हुने रहेछ। अनि सो एकदम बबाल छ। हामी चाहिँ अहिले हिँडिरहेका छौँ। म चाहिँ यहाँ छु। एकदम जाडो भएको थियो अघि चाहिँ, अहिले त फेरि गर्मी हुनु जस्तो भइसक्यो है, तातेला जस्तो भइसक्यो। सो बबाल छ, आउनु होला तपाईँहरू, यसो भिजिट गर्नु होला। हामी चाहिँ घुमिसक्यौँ। सो फेरि पनि आउनुहोस्, घुम्नुहोस् तपाईँहरू। आफ्नै ठाउँलाई हामीले यसरी नै हो। जस मलाई चाहिँ अलिकति प्रकृतिसँग रमाउनु मन लाग्छ। सो थोरै टाइम भएको बेलै घुमिरहेको हुन्छु म चाहिँ। अनि त्यही भएर तपाईँहरू पनि इच्छा छ म जस्तै भने घुम्नु चाहिँ नछोड्नु होला है। यहाँ चाहिँ के प्लानिङ हो, एकदम प्यानल छ, सोलर यस्तो छ। ल है त ल, यस्तो छ। अहिले हाम्रो यस के भन्छ नस्पति एरियाको ओनर चाहिँ यहाँ हुनुहुन्छ है, उहाँ हुनुहुन्छ। अनि उहाँ सँगसँगै हामी चाहिँ यसो बोट भिजिट हो। कुन बोटलाई चाहिँ यसो काट्ने छाट्ने होइन, फुल फुल्न थालिसकेछ, कुन बोटले चाहिँ बेसी फल्ला भन्ने चाहिँ हाम्रो यसो यहाँनिर सोच भइरहेछ। त्यही भएर एकदमै छौँ, हामी घुमिरहेको छौँ यहाँ है। सो यहाँ छ हामी चाहिँ बारी गाह्रो चाहिँ तपाईँहरूले पनि हेर्न सक्नुहुन्छ यो बारी बगान। सो एकदम बबाल छ भाइब्स। ठुलो एरिया रहेछ त दाइ, तपाईँको स्याउबारी ठुलो एरिया रहेछ होइन। कति चाहिँ आम्दानी हुन्छ त नि भन्नु न यार। हाम्रो बसन्ती ऊ तल छ है, रातो यस्तो छ। ल है त ल, फुलै फुलको बगैँचा म मेरो माया। यहाँ चाहिँ कुनै स्कुलको भाइ बहिनीहरू ग्रुपिङ फोटो खिचिरहेछ है। सुन्तलाबारी के अरे स्याउबारी। ल्याउँदै हेरौँ। ल्याउँदै हेरौँ। नल्याउ त सार्नु। कति सिक्नु भयो?
फाइनली गाइस अहिले चाहिँ हामी निस्किन लागेको अवस्था छ अहिले है। अब यहाँको भिजिट चाहिँ हामीले भ्याइसक्यो समथिङ। अब हामी निस्किनु पर्ने हुन्छ, भोक पनि लागिरहेको छ, खाना खानुपर्ने हुन्छ। यो चाहिँ एकदमै राम्रो ठाउँ चाहिँ चितलाङको एउटा मिनी मुस्ताङ भनेर नै हामी यसो गर्न सक्छौँ है। यस्तो ठाउँ छ। ओभर सेउ गाडी छ यहाँ चाहिँ, अन्त यहाँ हुनुहुन्छ। अनि फिलहाल म चाहिँ यहाँनिर छु अहिले। म चाहिँ सानो भिडियोहरू बनाइरहेको छु। दाइ चाहिँ एउटा विशेष काममा पनि बिजी हुनुहुन्छ। सो अहिले तपाईँहरू कहाँ हुनुहुन्छ, कहाँबाट हेर्दै हुनुहुन्छ भने यदि तपाईँहरू चितलाङ काठमाडौँ भ्यालीभित्र हुनुहुन्छ भने चाहिँ तपाईँहरू जानु सक्नुहुन्छ। यो चाहिँ एकदमै राम्रो ठाउँ छ। अनि अझ सेउ फलेको बेला आउनु भने चाहिँ तपाईँहरू एकदमै राम्रो तरिकाले आएर घुम्न सक्नुहुन्छ है त गाइज। अहिलेलाई चाहिँ हामी निस्किन्छ। बाई बाई। मोबाइल चाहिँ यो के भन्छ यो गाइज, भेडा हेरेर गाइज भेडा बबाल छ यसको त। यो चाहिँ बबाल लाग्यो मलाई, तर भुतलाई झरेको छैन यिनीहरूको, काट्यो हो कि के हो। बोकाएर हेर्दा हेर्छ कत्रो के बा सिङ हेर्नु न। ल है त्यही भेडाहरू हेर्नुहोस्। एउटा कराई चाहिँ सबै कराउँदो रहेछ है। ल है त भेडा हेर्नुहोस् गाइजहरू। फाइनली यो ठाउँमा चाहिँ हामी आइपुग्यौँ, तर लास्ट के इम्टी पुरै भोक लागेर जस्तो त्यस्तो भोकले गर्दाखेरि हामी चाहिँ यहाँ फर्किन लागेको। हुन्छ त त्यहाँबाट यता भ्यू दामी देख्छ क्या, फोटो खिचिरहेको हेर्नु तपाईँ यार। कस्तो फोटो खिचिरहेको। अब यहीँबाट फर्किन भन्नुहुन्छ त अहिले होइन। अहिले घडीमा 11:45 भयो। भोक चाहिँ ओभर लागेको छ। हामी 9 बजी 8 बजी खाना खाने मान्छे। सो आज खाना चाहिँ हाम्रो ढिलो भइरहेछ। त्यही भएर दाइ पनि फ्याँक, म पनि फ्याँक। अनि त्यही भएर चाहिँ हामी अब यहाँ निस्किन्छौँ होला सायद। यता पर चाहिँ यो यता के अरे उयो कुलेखानीको सिरान पर्छ। यता माथि दामी गाउँ रहेछ जानु। त्यहाँ माथि गाउँहरू दामी सरहरू रहेछ। सो यहाँ चाहिँ यस्तो छ। अब यहाँदेखि हामी भित्र छिरिनौँ होइन। यहाँ यस्तो अब झ्याउ लाग्दो भन्दा नि कस्तो बोरिङ भयो भोक लागेर। त्यही भएर भोक चाहिँ खट्न नसक्ने मान्छे पऱ्यो हामी। सो भेडाहरू पनि अघि हामीले देखिहाल्यौँ। यस्तो छ भित्रको भ्यू चाहिँ यस्तो छ है। यस्तो छ। ल गाइस अब चाहिँ हामी निस्किन्छौँ। अब चाहिँ हाम्रो भिडियो चाहिँ यहीँ अन्त्य हुँदैछ। सो सबैजनालाई बाई बाई।